वेलकम टु माई न्यू भ्लग। आज चाहिँ नेपाली खाना खान नेपाली सिक्ताङमा। ल तिनजना त अगाडि आएर खाइसकेछ त। कस्तो छ त सुकुटीको स्वाद? सुकुटी प्याक गरेर ल्याउँछ नि सुकुटीको थकान मेट्दो रहेछ। सुकुटीलाई थकानी मिल्दैन सुकुटीसँग त्यो खायो भने मिल्छ। यो कोरियन खाना खाँदा खाँदा जिब्रोले आफ्नै देशको स्वाद नै बिर्सेला जस्तो भइसकेको थियो साथीहरू। त्यही भएर आज सिधै जाने बित्तिकै सुकुटी र खाना मगाइयो। कोरियामा चाहिँ नि साथीहरू हातले खाना खाएको राम्ररी मान्दैन के, त्यही भएर हामीले चाहिँ पन्जा लाएर खाना खान सुरु गऱ्यौँ। वा खानाको टेस्ट चाहिँ साँच्चै बब्बाल थियो है आजको। नमस्ते सबैजनालाई नमस्ते नेपाल रेस्टुरेन्ट हो। यहाँ चाहिँ अर्ग्यानिक मुलाको अचार, डल्ले खोर्सानीको अचार, गुन्द्रुक साथै नेपाली मसलाहरू पाइन्छ। यसका साथै नयाँ सुरु गर्दैछु नेपाल ट्राभल्स भन्ने। त्यसमा आउनुभयो भने चाहिँ कता घुम्न जाने, के गर्ने, रेन्ट कार कहाँ लिने, होटल कहाँ लिने भनेर तपाईँहरू अन्य गर्न पर्नु होला, मलाई सम्झिनु होला। प्याकेज पनि छ। के भन्नु फेरि लास्टमा दिदीले नेपाली पारा ल्याइहाल्नुहुन्छ। नेपालको छ्याङ खोजेर खाने मान्छे पाउँदैन नेपाल जान 3 वर्ष 4 वर्ष। बात तो सही है। अहिले चाहिँ मजाक गरेको हो होइन, खानु चाहिँ खाँदैन नि त। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट अनि सेयर गरिदिनु होला। फेरि अर्को भ्लगमा भेटौँला। बाई बाई साथीहरू।